नमस्कार, मेरो नाम तेजबहादुर विश्वकर्मा। म एक्टिङ गर्छु थिएटरतिर अनि कहिलेकाहीँ कविता पनि लेख्नलाई ट्राई गर्छु। आज म कविता सुनाउन आएको छु हजुरहरूलाई। अनि मेरो कविताको शीर्षक चाहिँ अलैची रहेको छ। अलैची चाहिँ के हो भने यो लभ स्टोरी कविता हो। यसमा चाहिँ आफ्नो बोयफ्रेन्डले गर्लफ्रेन्डलाई खोजिरहेको छ। खोजिरहेको मतलब सम्झिरहेको छ, खोजिरहेको पनि छ। अनि उसको गर्लफ्रेन्डको नाम चाहिँ अलैची हो। उसको इमोसनहरूलाई चाहिँ पोर्ट्रे गर्नलाई कोसिस गरेको छु। सिचुएसनहरूलाई हस्त म सुरु गर्छु है त। कविताको शीर्षक छ अलैची। म कहीँ गएको छैन, अझै यही उन्यु घारीमा अलैची ठोकेर तितेपातीको एउटा मुन्टा चुडेर सुन्दै ताराहरू हेरेर दुबो बटार्दै आँखाले एउटा तारा खोज्दैछु। सोही तारा जुन तिमी मलाई आफ्नो प्रिय तारा भनेर देखाउने गर्थ्यौ र आशा राख्थ्यौ त्यही ताराको कुनै ओसिलो स्थानमा अलैची भएर जन्म लिने र कुनै प्रेमीको मुखमा गएर उसको जीवनको पहिलो चुम्बन बन्ने, चुम्बनको स्वाद बढाउने। म अझै यही छु, भिडबाट एक्लै ताराहरूको भिडमा तिमीलाई खोज्दै मेरी अलैची। धन्यवाद।